कस्तो राम्रो बनाए त्यो पुस्तक ओ आको नाम ल अनि नाना लारा यहाँ पनि हो बाबाले ल्याउँछ हो ल सुकुना पूजा गर्दा नानी पहिला बाबा जस्तो गरेर पनि यसो गरेर हात यसो अहिले नदिनुहोस् मेरो भाइलाई अब बाबुको पालो है के भाइ अनि हाम्रो भाइ हैन बाबु तिम्रो बाबा हो बाबु के रे के भनेको रे यिनीहरु चाहिँ कति राम्रो है भनेको के रे त्यो जरीसँग दिदी गरी सेतो यता चाहिँ ला मेरो उले उतापट्टि लागेछ हेर त नानी ठुलो थालीमा छ ठुलो थाली हो त ठुलो थाली 1 2 3 4 5 यहाँ छ त उयो हो यो लाग्छ नि अरे है पर्पल भर्खर लाग्यो कि बाबा यो लाग्यो यो एउटा बाकी यो बाकी बाबा बिफा रातो लाउनु न पक्ड पक्ड टिका लाउनुपर्छ टिका लाउनुपर्छ यसमा त्यो दहीको भाडा भित्र राख्थ्यो त एकचोटि त्यो अलिक कुनातिर लुकाइदिए नि हुन्छ नानीहरु ल भाइ जाऊ जाऊ मान्छेहरु लगाइदिहाल हजुर एकछिन बाबुको पालो कि त्यहाँ खानुपर्छ है अहिले लै पूजा गर्न आऊ बाबाले जस्तै गर्ने है बाबुले नानी यदि परेन है यता हामी एक दामी लगाइदियो त्यसले त ल दिदी ल है ल बाबुको दामी रातो पूजा पूजा गर्दाखेरि त्यो फुलहरु मात्रै पूजा गर्दै मात्रै गर्नु ल वाइट त बिचमा लगाइदिउँ हुन्छ 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 नानी मात्रै पूजा गर्छौं कति राम्रो भगवान भयो कति राम्रो भगवान भयो आमै के कस्तो लाग्यो सेतो चाहिँ लाग्दै नलाग्दो रहेछ कि सेतो टिका लाग्दै नलागेर नलाउने हो लाउनु पर्ने नानी अब ब्लू सेतो लाग्दै लागेन पानी हालेर लगाइदिउँ अलिकति चिसो बनाऊ न भए बडलाई चिसो बनाऊ पानी कहाँतिर छ ऊ त्यहाँ चौबानी कहाँ छ चौबानी ऊ त टेबलमा दिदी टेबलमा त्यहाँ ऊ पञ्चपात्र ल्याउनु त कलशको चलाइ नि हुन्छ कि हुन्छ कलश चलाए नि हुन्छ त्यो सेतो टिका नला बनाइदिनु मैले साइडमा कलश त्यही छ त्यसको बनाइ त्यसको चलाइ नि हुन्छ दिदी बहिनीले लगाइदेऊ दिदीले पत्ती थियो है हेरिन है ब्लू होइन अब पिङ्क या त्यो पिङ्क पिङ्क कविता पूजा गरेर आएर ल दिदी यहाँ यिनीहरूको भिडियो खिचिदिनु भने भएर यो बत्ती त्यहाँ अब कुन बाँकी हो अब त्यो ब्लू दिदी रहेछ त्यहाँ बत्ती राख्नु ब्लू भन्यो ब्लू नि लगाइदिनुहोस् न के भन ऊ सुकुना बत्ती सिधै ए अब कुन बाँकी छ सक्यो होला सक्यो सेतो देखेन त्यो बिचको सेतो देख्दै देखेन बाबु त भन्छ यसो गरेर गर्नु चाहिँ अब यस्तो गर्ने पालो है अब यस्तो गर्ने पालो हो ल हेर है अब यिनीहरूलाई पैसा नि राख्दै छ नानी अब यस्तो गर्ने पालो है बाबुलाई परिर है अनि बाबुलाई पनि गर्ने बत्ती भन्छ यसो गर न त्यहाँनिर पहेँलो फेरि लगेर त्यो चप्प पार त एकचोटि चिसो बनाउँदै ठ्याक्क भइसक्यो अब रातो लगाइदिनु नानी हुन्छ त्यहाँ खाली भयो हो अब सेतो लैजाऊ त अब सेतो सेतो लाग्यो हैन लाग्दै लागेन खाली भयो क्या त्यहाँ ल एकचोटि मात्रै हो अहिले पूजा मात्रै गर्ने हो कि त्यहाँ यति सानो एक मात्रै लाग्यो थाहा पर्यो यसरी कसरी नलाग्यो पैसा पनि हाल्दिनु पर्यो बुढ्याउनु
केसरी लाउनु पर्दैन केसरी मात्र अडिदियो अडिँदैन कि त्यसरी थोरै यो औलाले लाँदाखेरि केसरी पनि धेरै लाग्छ प्रभु ल ल फुल खाने बेला भयो त कति राम्रो है कस्तो धुवा धुवा जम्मा भयो बत्तीको यसले खुट्टा पोल्ने भयो त अब यसले पोल्छ है यता बस्नु है यता है यसले पोल्छ बत्ती यस बस हजुर पैसा चाहियो ल अबे पोल्छ ल पोल्छ बाबु आथा हुन्छ कविता अगाडिपट्टि फर्काएर खाने भने ए हुन्न 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 यता फर्काएर खाने यता फर्काएर उसले टोपी हालिदिनु भए हुन्थ्यो चिलाउने भयो अनि टोपी त फालेर त नि बाबुले जोपी लगाइदियो हालिदिनु टोपी हालिदिनु टोपी छन् बिचरा भाइलाई थाहा भनेछ कस्तो निन्द्रा लाग्यो त्यसलाई हाल्यो हुन्छ कि ल गुड गुड ल ल ढोका अब बत्ती यतै हेर न बत्तीको नजिक चाहिँ भने बत्ती नजिक चाहिँ त बनाउनु त है गजब राम्रो हुन्छ अझ पुगेन बिचरा यो कस्तो राम्रो छ हाम्रो प्रयास गर्दैन यो टिका लाउनु टिका लाउन भन्दैन कस्तो चाहिँ हाम्रो त्यो आउँदछ अब अब माथि रातो रहन्छ त रातो यहाँ त खाली ए उयो परलाई आधा ठिक हुन्छ अनि ट्याप्प ट्याप्प बुढी औँलाले ट्याक्क ट्याक्क माथि एउटा ग्रिटर पनि राखिदेऊ गाह्रो भइसक्यो त घाँटी अक्सिजन च्याप्पै समाइदिएछ अनि भाङ हुँदैन त सिधै पर अब रातो आनन्द तिमीले चाहिँ त्यस्तो टक किन समाइदिएर नसमात न बसिहाल्छ त बत्ती नबालिकन बत्ती घला गर्न नबाल्ने हैन र पछि बाल्ने हो नि बत्ती घला गर्न नबाल्ने मान्छे 1 लिटर भटा भने त्यो त माला लगाइसकेर बल्ल बत्ती बाल्ने हो नबाल्ने हालो दियो गर्ला सुगन्ध नबाल्ने आमालाई ल्याइदिने सीताले लिएर जाने त्यस्तो नि होला बिगाडिन्छ कस्तो मादन बसाएको छ है सानी भएन यो गर्दिन त ल ल मामा बाबु सोमरा त्यस्तै आउँछ त के हान्दैन म
माला लगाइसकेर अनि के अरे है झरस 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 न त ल ल भयो के भयो ऊ राखिसक्यो त भयो ल भयो अब पूजा गरेर बाद गर्छ ल भयो कि भयो ल जति छ त्यति गरेर भयो अनि त्यो बिरुवा भरि बनाउनु पर्ने ल देउतालाई गरेर पहिला दुईजनाहरू एक एकवटा लाग्यो भने थियो अघि नै कस्तो राम्रो देखिनु भएको व्हाइट पुतलीहरू व्हाइट पुतली ल अब हिना गर्नु पर्यो नि इच्छाले त त्यतिजनालाई म बुझाइसकेको नि त ओखर चाहिँ एकचोटि भएको त किन ढाले ढाले गरे लोराले हान्न पर्छ के लोरोले हान्नु त्यो त्यही होस् क्या त्यो त्यही होस् अहिले त्यही होस् छैन उता उता झोलामा छ भाइ बस्नु चाहियो एउटा ल